चितवन राइनोजको सोसल मिडिया जसले पनि पोस्ट गर्छ त्यो मान्छेले चाहिँ हरेक म्याच पछाडि चाहिँ राइनोजले याक्सलाई ढालेको, लायनलाई हराएको यस्तो टाइपको पोस्टहरू धेरै गरेको थियो र आजको म्याच पछाडि चाहिँ जनकपुरको बोल्टले चाहिँ चितवन राइनोजको टाउकोमा चाहिँ घुमाएर एक सट हानेर राइनोज चाहिँ पक्लक्कै ढलेको छ। अब उठ्न चाहिँ राइनोजलाई चाहिँ टाइम लाग्छ र जनकपुर बोल्ट्स चाहिँ डिफेन्डिङ च्याम्पियन्स हो भनेर फेरि प्रुभ गरेर अब एकदम बवाल भिक्ट्री। आजको म्याच एकदमै बवाल थियो र अनिल शाह र माज सदाकतको पार्टनरसिपले गर्दाखेरि आज सिंगल ह्यान्डेडली अनिल शाहले र माज सदाकतले दुईजनाले चाहिँ यो म्याच चाहिँ जितायो भनेर भन्न सकिन्छ। र आजको म्याच पछाडि अनिल शाहको तारिफ गर्नको लागि मेरो लागि के मसँग केही वर्ड नै छैन। अनिल शाहको कसरी तारिफ गर्ने, यो मान्छेले गरेको चिज चाहिँ गर्न चाहिँ के अरे जो पाए त्यसले सक्दैन। एउटा त क्याप्टेन्सी छोडेर, आफ्नो टिमको क्याप्टेन्सी छोडेर म मेरो ब्याटिङमा फोकस गर्छु, ब्याटिङमा मैले केही गर्न सकेको छैन तर मेरो लिडरसिप चाहिँ राम्रो भइरहेको छैन भनेर वाइन पार्नरलाई क्याप्टेन्सी दिएर आफ्नो ब्याटिङमा चाहिँ फर्ममा फिर्ता लिएर आउनु र 50 के अरे यत्रो इम्पोर्टेन्ट गेममा 50 हानेर आफ्नो टिमलाई जिताउनु, त्यो चाहिँ एकदमै बवाल थियो। र के अरे अनिल शाह र माज सदाकतको पार्टनरसिपले गर्दाखेरि चाहिँ आजको के अरे म्याच चाहिँ जनकपुरले जित्यो र मिथिलाको शान फेरि के अरे डिफेन्डिङ च्याम्पियन चाहिँ फेरि एउटा भिक्ट्रीले चाहिँ एनपिएलमा चाहिँ ब्याक भएको छ। र आजको गेम किन पनि इम्पोर्टेन्ट थियो भन्दाखेरि मैले साँच्चीकै आजको गेममा चाहिँ जनकपुरलाई सपोर्ट नै गरिरहेको थिएँ, किन भन्दाखेरि जनकपुरले जितेको केसमा यो के अरे चौथो पोजिसन प्लेअफमा जानलाई चौथो टिम चाहिँ को हुन्छ भन्ने चिज चाहिँ अझसम्म पनि अरू म्याचहरूमा डिपेन्ड हुन्थ्यो। केही गरी चितवन राइनोजले जितेको भए चितवन जाने पक्का पक्की जस्तो स्योर जस्तो हुन्थ्यो, तर जनकपुरले जिते पछाडि चाहिँ अब चाहिँ चौथो पोजिसनमा चाहिँ कोही पनि हुनसक्छ, जो पनि हुनसक्छ र जुन टिमले पनि क्वालिफाई गर्न सक्छ। जस्तै पोखरा, के अरे जनकपुर अनि लुम्बिनी, चितवन जसले पनि क्वालिफाई गर्न सक्छ र के अरे कर्णालीले पनि क्वालिफाई गर्न सक्छ। र अब एनपिएलको पोइन्ट्स टेबल चाहिँ फेरि अब खुल्ला छ। जुन टिम पनि लास्टको त्यो फाइनल प्लेअफको चौथो पोजिसनमा चाहिँ क्वालिफाई गर्न सक्छ, जुन टिमले पनि गर्न सक्छ, 5वटा टिम मध्ये जुन टिमले पनि गर्न सक्छ। र प्लेअफमा चाहिँ सुदूरपश्चिम विराटनगर र काठमाडौँ जाने चाहिँ लगभग स्योर भइसकेको छ। त्यो पनि सुदूरपश्चिमको मात्र स्योर भएको हो, अरू दुईटा टिमको त कन्फर्म भइसकेको छैन अफिसियली, तर जे होस् दुईजना टिम जान्छ भनेर चाहिँ पक्का हो। र अर्को के अरे 5वटा टिम मध्ये चाहिँ जो पनि जान सक्छ र एनपिएल चाहिँ आजको म्याच पछाडि चाहिँ झनै इन्ट्रेस्टिङ भएको छ र अरू म्याचहरू हेर्न चाहिँ अझै मजा आउनेवाला छ। हस्, थ्याङ्क यू। जय नेपाल।